सो गाइस फाइनली रारा पुग्यौँ हामी। क्यामेरामा हल्का टाढा देखिरह होला तर पुग्न चाहिँ पुग्यौँ। वहाँ पर छ हामी खै कतादेखि आइदिउँ। फक म्याक यहाँ हामी रङ साइड आयौँ। त्यहाँ रङ साइड आयौँ केही छैन। यो बाटो पनि जान्छ साइड यसको हेरौँ है। अन्त दादा सो पुग्यौँ हामी। त्यहाँनिर छ फोटो खिच्ने अब खै के छ त्यहाँनिर है। हामी पुग्यौँ त्यहाँ गएर पुगेर कुरा गरौँला। पुग्यौँ गाइस। बोर्डिङहरू त बन्दै होला हामी सब हेर्न सक्छौँ। 2032 खै थाहा छैन त्यो 5.2 किलोमिटर लम्बाइ छ अनि चौडाइ खै कति चाहिँ आफै बुझ्नै सकेन मैले है। यस्तो छ गाइस पानीहरू ध्यान समात्न पानी छोइदिउँ न। बवाल है हावा बवाल आइरह। त्यहाँ बस्ने पनि छ त्यहाँनिर। पानी जानु पाए त मजा आउँथ्यो तर बोट सब बन्दै होला होइन। सो गाइस फाइनली पुग्यौँ हामी है। अब हेर्नु सक्नुहुन्छ यहाँदेखि बोट त खै थाहा नि सोध्नुपर्छ। पुग्यौँ पर पनि घरहरू छ अहिले त्यहाँ घर थाहा छैन। त्यहाँ पनि घरहरू छ त्यस्तो छैन। सो हामी त जान मिलेन आर्मी सरहरू जान लाग्यो। सो यस्तो स्वाक खानिदिउँ हल्का अगाडि हेरौँ के कस्तो छ। यतातिर पनि छ ठाउँहरू। यहाँ रुखहरू ढलेको छ पानीहरू छमछम भइरह। भाइ रिसा उता नजान पाएर बोर्डिङ गर्न नपाएर म के गरौँ त। अब हाम्रो बसमा केही छैन होइन। अब यो खै के को रुख हो यो फलहरू यहाँनिर यस्तो लाग्यो। कसैलाई थाहा भने कमेन्ट गर्नु होला। सो अब जान्छु म कति 5 बज्न होला। अनि तपाईँको टाइम पनि सिद्धिला कति 6 बजीसम्म कि कति बजी आउने भन्थ्यो। सो हेरौँ अब। अनि गोप्रोमा चार्ज पनि सकिन्न। अनि बिहान ऊ पर छ रिसाएर अब जाम है। एकछिनमा निस्किन्छु अब। सो यहाँ माथि आएँ म। यहाँदेखि यस्तो छ भ्यू। अनि नाउ बल्ल त्यहाँ पुग्यो। सो हामी निस्किनु यहाँदेखि 8 बज्न लाग्यो। अब यो खस्ला जस्तो भयो। अब हेरौँ के हुन्छ। ल लेट्स गो। आइज जाने सुर्केट
कोही छैन हजुर छिटो ल्याउनु है तो यहाँ पार्किङ चार्ज दिनुपर्छ मरारा गुम्टो माया गुम्टो गुम्टो माया गुम्टो हजुर नम्बर यहीँ छ अब बस 37 प 5802 अब यहाँ पैसा दिएर अब हेर के काम कहाँ आउने बेला अब ठ्याक्कै यहाँ पुग्ने बेला भन्नु न रिजर्भ लागिहाल्यो स्टार्ट भइरहेको निकै भयो भनेको हेर्छु त पेट्रोलले रिजर्भमा आइसकेको रहेछ अब धेरै खास चाहिँ त टाढा छैन त्यही पनि धेरै पेट्रोल नखानुपर्ने हो अब अफरोडले गर्दा नि हुनसक्छ त्यो अब अगाडि पेट्रोलहरू पाइयो भने 2 लिटर जति हाल्नु पर्ला अनि जुम्ला पुगेर अनि त्यसपछि जुम्लामा फुल गर्नु पर्ला होइन अब हामी निस्क्यौँ समथिङ 1 किलोमिटर अगाडि आइसक्यो लाभा होटलले यतादेखि त्यो आज हामी जुम्ला जाने भनिरहेको छौँ अनि अब यहाँ त आइयो यस्तो त अब आउनु मन छ भने आउँदा हुन्छ नआउनु मन भएपछि नआउँदा नि हुन्छ आउनु मन लागेको चाहिँ आउने नआउनु मन लागेको चाहिँ नआउने किनकि अब आउनु मन छैन आइहाल्यो त्यस्तै आइ मलाई हुन्छ अब आउनु मन थियो आइ त्यस्तो अनि खल्लो हुँदैन कि त्यही भएर बाटो लास्टै ढुक्छ अनि होटलहरू खास चाहिँ राम्रो छैन अनि त्यही हो रारा ताल गएपछि हल्का माइन्ड फ्रेस हुन्छ त्यही हो राम्रो ठाउँ भन्नाले अब त खासै राम्रो छैन केही पनि यतातिर अनि हिँड्दै गयो भने हुन्छ त घोडामा बसेर जानुभन्दा म सब हालिसकेको छु अनि घोडामा भन्दा हिँड्दै गयो भने ठिक हुन्छ तपाईँहरूलाई सामान छैन भने हिँड्दै जाने अब सामानहरू छ भने तपाईँको घोडा लगेर जाँदा हुन्छ अनि उता लेफ्ट साइड जब नि होटल छ उता पारिपट्टि त फेरि त्यहाँ जान यहाँदेखि फेरि 2 घन्टा जति समथिङ लाग्छ अनि तपाईँको के कस्तो त थाहा छैन मलाई म उता गएन किनकि बोर्डिङ फेरि बिहान माथि चल्दो रहेछ शान्तिले चल्दैन त्यही भएर हामी चाहिँ गएन त अनि त्यही हिजो दिदीतिर फोटो खिच्यौँ हामी यताउति गऱ्यो नेट फेरि उता चल्छ यहाँ डाटा पनि चल्दैन यहाँ त मैले त यहाँ पैसा नभएर उता सुर्खेतदेखि हाल्न पठाएँ डाटा नचलेर अब जुम्लातिर हेरौँ के कस्तो हुन्छ पेट्रोल चाहिँ रिजर्भ हाल्ने फुल हालेर आएको थियो रिजर्भ लाग्यो केही छैन बाटोमा पेट्रोल हाल्दै हाल्ने ठिक हुन्छ अरूहरूलाई पेट्रोल बाटोमा पेट्रोल पम्पहरू पनि छ कालीकोटमा छ कि कहाँ छ मैले हेर्न चाहिँ हेरेको बिर्सेँ अब बाटोमा पनि पाउँछ पेट्रोलहरू त्यहाँ हाल्यो भने भइगयो अब यसमा छ रिजर्भमा अब समथिङ 2 लिटर होला अब 2 लिटरमा जुम्ला त पुग्न त पुगिन्छ तर फेरि बाटोमा धोका दिन्छ कि भन्ने हुन्छ नि त त्यो भएर बाटोमा 2 लिटर जति हाल्छ अनि जुम्ला गएर फुल हाल्ने अनि अगाडि बढ्ने है त्यो अब तपाईँको इच्छा के गर्न सकिन्छ अब रारा आउँला गर्नु होला सो हामी यता रारा देखायौँ अनि यहाँ पेट्रोल सकिएछ अनि यहाँ गएर 1 लिटर भरायौँ अब 35 किलोमिटर जति छ अरू यहाँ चाहिँ 1 लिटर हाल्यौँ पुगिहाल्छ होला अब यहाँदेखि निस्किने आँखा बुलबुले हो कि बुलबुलिया यस्तो के नाम छ है यो ठाउँको अनि यहाँदेखि टक्क राराको रारा हुन्छ जुम्ला जाने 35 किलोमिटर छ भने अब समथिङ 2-2.5 घन्टा अनि अफ रोडिङवाला छ न्युट्रल कहिले गर्नुहुन्न बाबु लग्नुहुन्न कहिले पनि गियर कन्ट्रोल हुन्छ अब ब्रेकले त्यति खासै कन्ट्रोल हुँदैन नि त त्यही भएर अनि हामी आउने बेला हिजो माथि बाटो आएको थियौँ अब जाने बेला यो रारा बाटो के अरे जुम्ला बाटोमा आउँछन् अफ रोड नभएपछि त माथिसम्म 1 दिनमै रारा पुगिन्छ गाइज है बिहान हिँडेको त साँझ पुगिन्छ बिहान तालफाल गइसक्यो र फेरि बेसी त्यहाँदेखि हिँडेर पछि जुम्ला रोक्छौँ जुम्लादेखि भेट्छौँ त्यस्तो गरे नि हुन्छ अब यहाँको त पुरा बाटो यस्तो छ अनि हामीले केही खाएको पनि छैन भोक लाग्यो अफ रोडिङ अगाडि छ क्या
केही खाएनौँ, कफी खाएको थियौँ अनि ओखर लिएर आएको थियौँ। ओखर खायौँ, भोक लाग्यो। अब त्यही खानु पर्ला खाजा, नत्र एकदम के हुन्छ। अब हामीसँग खाजा पर्ने त टेन्सन चाउचु छ। अनि बफ अचार यार किन्न पर्थ्यो यार। त्यहाँनिर केही छ नि, धारामा रोकेर त्यही खानु ल्यायो। पानीकै बोतल किन्नु दिएको हो नि। अनि त्यसपछि बफ अचार छ, अनि चाउचो छ, अनि कुरकुरे, अनि बदम ओके छ, टन्नै छ खानेकुराहरू। अब 12 बजीसम्म पुगिहाल्यौँ भने 12:30 बजेसम्म पुग्यौँ भने जाउँला। खाना खाएर घुमघाम हानेर अनि फेरि भोलि त्यहाँदेखि चल्दिने सुत्केसको लागि चाहिँ है। त्यो बाटो यस्तै छ। अब हामी हिँड्दै गर्छौँ। ए हमका सिखावा दे भाइ, बाटो मुझे गेडा छ नआएको छ, लामो है। पछाडि हेर्नुपर्छ किन आइसवाला भयो गाइस। कति किलोमिटर आइयो थाहा होइन। यस्तो ढुस बाटो छ, यस्तो चाहिँ यहाँ त उता गेडा बाटो छ। दुईचोटि ध्यानलाई उतारे, एकचोटि चढाउन बेला, एउटा झार्ने बेला। बगान लिएर रहेछ, कहाँदेखि होला थाहा नै छैन। फेरि माथिको बाटो खत्तम थियो, अहिले चाहिँ यस्तो आयो। यस्तो भयो कि उहाँ दिनसम्म त्यति छ हाम्रो लागि। 520 कुरा हानिन्छ। यस्तो भए चाहिँ भइहाल्छ किन ध्यान बाटोमा 5 मिनटमा पुग्छ। अब 1-1.5 घन्टादेखि हिँडिरहँ, बल्लमा कसम 10 किलोमिटर पुगे जस्तो लागिरहेको। किन यहाँ 35 किलोमिटर भनेको थियो, 25 किलोमिटर यहीँदेखि देखाइरह। त्यो अब हेरौँ पुग्ने ठिकै छ। पुग्छौँ होला 12 बज्ने 12-1 बजीसम्म पुग्छौँ। यहाँ बाटोमा कसम भिड छ। माथि तलाउ यस्तो छ। अड्क्यो धक्का लगाउनु पर्छ। परेन लाइज के बाटो माथि नाउ गाई चाहिँ नागमा हुँदै जाऊ बरु जुम्ला। बाटै छैन, जहाँ रोक्छिन्छ बाइक त्यहीँ रोक्छु कि तल रोक्छु। माधव चुट दिमाग खराब भएको माछिने बाटो यार। लौडा बाटो छ माछिने अड्किहाल्यो। अब जान्न मुझे माछिने बाटो लौडा छ। धक्का नहोगा गाई बाटो सिंगल पनि तान्दैन। बाटो यतादेखि नआएको छ। यस्तो लौडा चाहिँ अरे बाटो नाङ्गो गाई नाच्नु बरु नाङ्गमा जानु सिधै। नाङ्गादेखि जुम्ला गयो जानु हुन्छ, यतादेखि नआउनु नाच्नु। बाटो लौडा छ नाच्नु। त्यहाँदेखि तपाईँको गाई राइडर हो नाच्नु हान्छ यो बाटोमा। झर्नु तान्दैन त। ध्यान भाइ आज बाबा ट्रेकिङ गरेर आयो त बाटै छैन।
बसालमला महाकसम कहाँ कहाँ समथिङ कति किलोमिटर भनेपछि त्यही 20 किलोमिटर जति होला। बल्ल हल्का राम्रो बाटोमा यहाँ माथि चढाउँदै चढाउँदा गाँड फाटेको, कतिचोटि घाम झऱ्यो, एकचोटि झऱ्यो। महाकसम यस्तो खत्तम बाटो थियो होला। यहाँ जानु हुन्छ कतिचोटि यहाँ पहाडै पहाड छ भन्छ। नमस्ते टावर देखाइदिएको तर यहाँ नमस्तेको चाहिँ नेटवर्कहरू आउँछ। एन्सेलको त मरिगयो। मेरो बाइकको हालत हल्का डाउन भएको, त्यति त घर जाने बेला डाउन भएको जतिको बाटोमा आउँदाखेरि डाउन भइदिनु। यतातिर यस्तो त नहराउनु जाएन। भोग्ला हामीले त्यो खाजासाजा पनि खाएको थियौँ। यहाँ खाने के भयो पाइयो भने खाम्ला। दामी देखिया बाटो ढुस छ यहाँ तल त एकदम ढुस। यो स्कर्पियो पनि जाने तपाईँ यतातिर बाटो ढुस छ त्यहाँ पुरा यहाँ हुन्छ ज्यादा गाह्रो हुन्छ होला जस्तो लाग्छ। यो जान्न होला, ठोक्किन्छ होला। बाइकै जान्न भनेपछि त यो त अब धेरै ठुलो भयो। अब कसम हाँसो छु गयो गयो मेरो जुत्ता। मुझे ढुङ्गा चाहिँ मेरो जुत्ता भिजेको पानी छ आधी लिटर जति। पेट्रोलै सक्यो, माछी यहाँ खोलामा अड्क्यो भन्ने यार। ढुङ्गैमा अड्किया कि अरू कहीँ अड्किया भयो त उतातिर। रेहान तुको उमर रख के जल्दी आ, धक्का लगा दे। अबे जल्दी आ, बहुत सड़ी के मादर चोर निके सुअर पुनः देखा है। यत्रो छ महाकसम पेट्रोलै सक्यो महाकसम। लगा अझै अझै अब लगा ना मुझे मादर चोट दिमाग खराब कर सुअर। पेट्रोल मुझे गाँड अन्ड्यारी बाटोले। हामी जुम्ला पुग्यौँ हो कि होइन अब के छ कस्तो छ। अब यहाँ पेट्रोल पाइयो भने ठिकै हो, जुम्ला त होइन जस्तो लाग्छ मलाई। कुन बाटो हामी भाइ जुम्ला कता? जुम्ला यही हो। बजार कता? बजार बजार पेट्रोल पम्प बजार यता हो। जुम्ला पुग्यौँ हामी तामी कन पुग्यौँ। जा पैदल जा। जुम्ला बजार पुग्यौँ हामी बन्द छ। वडा नम्बर 6 यहाँनिर पर्छ। यहाँको त बन्द छ यार। पुग्यो पुग्यो ठ्याक्क। हेलो ए धन्यवाद है।
ट्याटो सकिएर अनि यहाँदेखि एउटा गाडी गइरहेको थियो रेहान भाइलाई पठाएर उतादेखि ल्याएर पठाएर त्यहाँ चेकपोस्ट रहेछ। त्यो डस्टबिन कहाँ छ? हल्का यता राख्दिउँ। ल सर है, धन्यवाद। पेट्रोल पाइयो। 1 लिटर आयो। अब 5 किलोमिटर मात्रै छ क्या, पुगिहाल्छ नि। यो बाटो ढुस रहेछ गाइस, यहाँ नआउनु हुन्छ यो बाटो। दिमाग खराब गरेर बाटोले बाइकको पनि धुवा निस्किन्छ, पेट्रोलको पनि धुवामा उडिहाल्छ। त्यो पानी पर्ला नि ढाहा। त्यो अब पुगौँ अनि भाइ त्यहाँ पेट्रोल पम्पनिर दिन्छु भन्छ, त्यसलाई पिकअप गरौँ, पेट्रोल फुल गरौँ अनि के गर्ने हुन्छ अहिले हेरौँ ल। जुम्ला पुगे, बजार त्यहाँहरूबाट हामीतिर त भाइ पनि नजिकै चलाउँथ्यो। जुम्ला पुगे म त, जुम्ला पुगे म त, पुगे जुम्ला। त्यो कौटामा थियो सायद, त्यहाँ जानुपर्छ हामी। जुम्ला पुग्छौँ हामी अनि एयरपोर्ट हो। अब एकदम रेस्टमा तर लास्ट चिसला पनि अगाडि गएर त्यहाँ खानुपर्छ हामीले। एकछिन गएर फ्रेस भएर खाजा खानु पऱ्यो। 3 बज्न लागिसक्यो। आज यस्तो ढिलो आयौँ हामी, बन्द हुनु सकिरहेछ। जो अरू ठाउँभन्दा जुम्ला चाहिँ राम्रो लाग्यो मलाई, किनकि बस्तीहरू धेरै छन् त त्यही भएर। कता हो कता सोध्न पऱ्यो। दिदी कता जानु पऱ्यो हामी? बजार यतातिर हो कि? जुम्ला बजार पुग्यौँ हामी, धुवा धुलो। यता हो क्या मन्दिर हो। यता कि कता हो फेरि? तो रुकना, पहले होटल खोजना पड़े। ये होटल तो लगा था उनका। रूम चाहिँ पायौँ जुम्लामा हामीले। बवाल छ एकदम बवाल। बाथरुम साथरुम पनि बवालै छ। अब यहाँदेखि भ्यू अहिले हामी फ्रेस खाजा खान्छौँ अनि अगाडिको कन्टिन्यू गरौँ। थुक्पा मगाएँ थुक्पा बल्ल बल्ल यहाँ माइन्ड फ्रेस हुनुलाई दिमाग खराब गरेर सो गेटअप सेटअप हानेर निस्क्यौँ। अब एकछिन यो बाइकको यो हल्ल्या कि त्यहाँदेखि यो बनाउनु पऱ्यो। अरू केही खासै के भएन। अनि फेसमा पुरा यसरी हल्ल्या अनि फेस चाहिँ गर्नुपर्छ, क्रिम किन्नुपर्छ। फेस र हातहरू सब फाटेको छ अनि क्रिम पैसा तान्नु पऱ्यो, पेट्रोल हाल्नु पऱ्यो अनि भोलि निस्किनु पर्ला। तर अहिले चाहिँ हामी त्यो सब गरेर उता स्कुटर माथि त्यो जानुपर्छ है गाइस। हामी अगाडि नै बाइकको सल्थ्यौँ।
ए